आज हामी चर्चा गर्दैछौँ वृष राशिका जातकहरूले जीवनमा प्रगति उन्नति गर्नका लागि अपनाउनु पर्ने यी 20 उपायहरूको बारेमा। नमस्कार दर्शकवृन्द, स्वागत छ हाम्रो आजको विशेष श्रृङ्खलामा। आज हामी कुरा गर्दैछौँ वृष राशिको बारेमा। वृष राशिका जातकहरूलाई धरातलमा अडिएको धैर्यशील, मेहनती र सौन्दर्य प्रेमी मानिन्छ। यिनीहरू सौन्दर्यतामा रुचि राख्ने, मेहनत गर्ने र धैर्यवान र प्यासेन्स भएका हुन्। तर जीवनमा स्थिरता मात्र भएर पनि नपुग्दो रहेछ। सफलता र प्रगति हासिल गर्न केही अन्य टेक्निक्सहरू पनि चाहिन्छ, जसमा आज हामी 20 वटा विषयमा कुराकानी गर्छौं। ज्योतिषीय उपाय, आध्यात्मिक उपाय र सामाजिक उपायहरू यी फलो गर्नाले तपाईँ आफ्नो व्यक्तिगत जीवनमा खास सफलता प्राप्त गर्न सक्नुहुन्छ। सर्वप्रथम आध्यात्मिक रूपमा पहिलो नम्बरमा वृष राशिको स्वामी ग्रह शुक्र हो। शुक्र ग्रहलाई प्रसन्न पार्न शुक्रबारको दिन शुद्ध मनले पूजा गर्ने, शुक्रबारको दिनमा सेतो कलर प्रयोग गर्ने, सेतो फूल कुनै मठ मन्दिरमा लगेर अर्पण गर्ने, दूध आफूले बढी प्रयोग गर्ने जस्तो बानीलाई फलो गर्नुहुन्छ भने तपाईलाई सर्वप्रथम लाभ देख्यो। दोस्रो नम्बरमा लक्ष्मी माताको आराधना गर्नुहोस्। तपाईँ वृष राशिको हुनुहुन्छ। तपाईले जीवनमा धन र समृद्धिको सम्बन्ध गहिरो रहने देखिन्छ। तपाईले यसलाई प्रसन्न पार्नका लागि लक्ष्मी पूजा, लक्ष्मी माताको आराधनाले जीवनमा आर्थिक प्रगति र पारिवारिक सुख पक्कै पनि बढाउँछ। तेस्रो नम्बरमा सेतो वा हल्का क्रीम कलरको रङ प्रयोग गर्नुहोस्। तपाईँ कुनै पनि वस्त्र धारण गर्नुहुन्छ, कपडा लगाउनुहुन्छ, कुनै पनि वस्तुहरू खरिद गर्नुहुन्छ, यस्तो अवस्थामा सेतो कलरलाई बढी प्राथमिकतामा राख्ने गर्नुहोस्। यसले तपाईको जीवनमा सकारात्मक सोच, विचार र चिन्तन बढाउन मद्दत पुर्याउँछ। चारौं नम्बरमा तपाईले यदि अरूलाई सक्नुहुन्छ भने सधैँ दही दान गर्नुहोस् र सम्भव हुन्छ भने अरू कहाँबाट ल्याएर तपाईले कहिले पनि दही सेवन नगर्नुहोस्। दही तपाईले अरूलाई दान गर्नु एकदम लाभप्रद देखिन्छ। शुक्र ग्रहलाई बलियो बनाउन शुक्रबारका दिन गरिबलाई दही दिने वा कोही अपाङ्ग असहाय व्यक्तिहरूलाई सेतो वस्तुको दान गर्ने, सेतो कपडाहरू दान गर्ने प्रयास गर्नुहोस्। यसले राम्रो गर्छ। पाँचौं नम्बरमा तपाईले हरेक बिहान वा हरेक शुक्रबारको दिन बिहान ओम सुम शुक्राय नमः यो मन्त्र जप गर्नुहोला, वा हरेक दिन बिहान वा हरेक हप्ताको शुक्रबारको दिन यो एक मन्त्र जप गर्ने गर्नुहोला। ओम शुक्राय नमः यो मन्त्रलाई तपाईले जप गर्नाले तपाईको शुक्र ग्रहलाई एक्टिभेट र बुस्ट गर्नका लागि हेल्प मिल्छ। यो स्क्रिनमा पनि हामी तपाईलाई देखाएका छौं। यही मन्त्रलाई जप गर्नुहोला। छैठौं नम्बरमा तुलसी वा कुनै पनि हरियो वस्तुहरू घरमा वा आफ्नो अफिसमा वा कुनै रुममा बस्नुहुन्छ भने मनी प्लान्ट हुन सक्यो वा तुलसी हुन सक्यो वा हरियो वस्तुहरू वा हरियो नेचरसँग कनेक्ट हुने प्रयास गर्नुहोस्। यसले तपाईको जीवनमा पारिवारिक शान्ति र धन लाभको योगहरू बनाउँछ। सातौं नम्बरमा पर्छ कि तपाईँ मिठो बोल्नाले, जीवनमा मधुर वचन, धैर्यता राख्नाले अरूसँगको सम्बन्ध राम्रो बनाउन सधैँ पनि मद्दत पुर्याउँछ। तपाईँ वृष राशिको व्यक्ति जीवनमा सम्भव हुन्छ भने आठौं नम्बरमा पर्छ संगीत र कलाको क्षेत्रलाई माया गर्नुहोस्। संगीत सुन्ने प्रयास गर्नुहोस्, कलात्मक नेचर बन्नुहोस्, क्रिएटिभिटीमा पनि फोकस गर्नुहोस्। शुक्र ग्रहलाई कला र सौन्दर्यसँग जोडिन्छ, जस कारणले तपाईँ गायन, नृत्य वा संगीत वा कुनै लेखनमा वा कुनै चित्रकलामा रुचि राख्नुहुन्छ भने यसले तपाईको मानसिक सन्तुलनलाई ठिक गर्न सधैँ नै हेल्प गर्छ। नवौं नम्बरमा दूध बढी पिउने बानी गर्नुहोस्। सेतो वस्तु बढी प्रयोग गर्नुहोस् र सेतो वस्तु बेला बखतमा अरूलाई दान डोनेसन गर्ने पनि प्रयास गर्नुहोस्। चन्द्रमा यानी कि तपाईँ वृष राशिको व्यक्तिलाई चन्द्रमा तपाईको राशिमा उच्च मानिने हुँदा सोमबारको दिन गरिबलाई दूध चामलहरू दान गर्नु पनि लाभदायी मानिन्छ। जति सक्नुहुन्छ त्यति गर्नुहोस्, धेरै गर्नु पर्दैन। 10औं नम्बरमा परिवारसँग समय बिताउनुहोस्। वृष राशिका जातकका लागि परिवार ठूलो आधार हो। परिवारसँगको सम्बन्ध खराब र टकरावका कारणले गर्दाखेरि पनि यिनीहरूको लक्षण हटेर जान्छ, अलक्षण बनाउँछ। यसले गर्दा परिवारसँग मिलेर बस्ने बानी गर्नुहोस्। सम्भव हुन्छ ध्यान, योगा
आदि कुराहरू गर्नुहोस्। यसले तपाईमा आलस्यता त्याग्न मद्दत पुर्याउँछ। यो हो 11औं नम्बरमा, जुन ध्यान योगा मेडिटेसनले तपाईको आलस्यतालाई कम गरेर एकाग्रता बढाउन मद्दत पुर्याउँछ। 12औं नम्बरमा धनलाई सही सदुपयोग गर्नुहोस्, किनकि तपाई अलि शौखिन नेचरको हुनुहुन्छ, जस कारणले जीवनमा अलि बढी धन खर्च गर्ने वा सेभिङ गर्न नसक्ने तपाईको बढी बानी देखिन्छ। यसलाई कसरी हुन्छ? धनलाई जम्मा गर्ने बानी गर्नुहोस्, वा यसो गरेर अगाडि बढ्नुहुन्छ भने पक्कै पनि राम्रो हुन्छ। 13औं नम्बरमा सम्भव हुन्छ भने शिव वा पार्वतीको पनि आराधना गर्नुहोस्, मन्त्र जाप गर्नुहोस्, वा लक्ष्मी स्तोत्र युट्युबमा अडियो फर्ममा इजिली पाउँछ, यो सुन्ने बानी गर्नुहोस्। 14औं नम्बरमा तपाईले गरिब र दुःख पाएका व्यक्तिहरूलाई सहयोग गर्ने बानी पार्नुहोस्। दाम्पत्य जीवनमा विश्वास बढाउनुहोस्, किनकि अलि बढी शङ्कालु नेचर तपाईमा छ, जस कारणले दाम्पत्य जीवनमा शङ्का र उपशङ्काले बढी दुःख दिने हुँदा बढी विश्वास बढाउन आवश्यक छ। यो थियो 15औं नम्बरमा। यस्तै गरेर 16औं नम्बरमा तपाई नराम्रो साथी र संगतबाट टाढा रहनुहोस्। वृष राशिका व्यक्तिले जीवनमा नचाहँदै गलत इन्टेन्सन बोकेका व्यक्तिसँग बढी संगत गर्नुपर्ने हुन्छ र जीवनको उत्तरार्धमा बढी पश्चाताप पनि हुने गर्छ। यसले गर्दा सही संगत चुज गरेर अगाडि बढ्नुहोस्। यसले तपाईको वातावरण पनि राम्रो गर्छ, पोजिटिभनेस सकारात्मक सोच्ने क्षमता पनि वृद्धि गर्छ। 17औं नम्बरमा शुक्रबारको दिन मिठो परिकार खाने बानी गर्नुहोस्, जुनमा माछा मासु मदिरा आदि नहोस्। यसो गर्नाले पनि तपाईको शुक्र ग्रहलाई एक्टिभेट गराउन सकिन्छ, जसले जीवनमा राम्रो प्रगति दिन सक्छ। सम्भव हुन्छ भने नियमित रूपमा हरेक दिन बिहान 5 मिनेट सूर्य उदय भएको स्थानतर्फ फर्केर पानी पिउने बानी गर्नुहोस्। पानी सम्भव हुन्छ भने हजुरले हरेक दिन बिहान राम्रोसँग पिउने बानी गर्नुहोस्। त्यो पानी सधैँ नै सेतो चाँदी वा सिल्भरको गिलासमा राखेको होस्, तामा वा अन्य धातु भन्दा त्यो तपाईलाई राम्रो हुन्छ। 19औं नम्बरमा प्रेम दया बढाउने प्रयास गर्नुहोस्। अरूलाई दया माया प्रेम सद्भावको वातावरण बनाउनुहोस्। यसले पनि तपाईलाई परिवारको सम्बन्धलाई राम्रो गराउन मद्दत पुर्याउँछ। जहिले पनि 20औं नम्बरमा आफूलाई ब्लेसिङ महसुस गर्नुहोस्। मलाई देवताले शुभ आशीर्वाद दिनुभएको छ। बिहान उठेपछि आजको दिन मेरो सकारात्मक हुनेवाला छ। आज म जे गर्छु राम्रो गर्छु, राम्रोको सिवा केही पनि गर्दैन हो। यो बानी तपाईले हरेक दिन स्मरण गर्ने गर्नुहोस्। यसले तपाईको जीवनमा अन्त्यमा प्राप्त हुने धेरै प्रकारका सुख सुविधा सयल जीवन सफलताको अनुभूति पक्कै पनि गराउँछ। यही कारणले जीवनमा वृष राशि भएका जातकले अत्याधिक सफलता, प्रगति, आत्मविश्वास, कन्फिडेन्ट, ऊर्जा र सफलता पाएको पाइन्छ। यी थिए वृष राशिका जातकहरूले जीवनमा अपनाउनु पर्ने यी 20 उपायहरूको बारेमा। यो धार्मिक ज्योतिषीय अभ्यास मात्र होइन, जीवनलाई अनुशासित र सकारात्मक सोचमा अगाडि बढाउने माध्यमले धेरै नै सफलता पाइन्छ। यो आधुनिक विज्ञानले पनि प्रमाणित गरेको विषय हो। करियर, पढाइ, व्यापार, दाम्पत्य जीवन यी क्षेत्रमा राम्रो हुनु भनेकै जीवनमा राम्रो प्रगति हुनु नै हो। यसले गर्दा तपाईलाई यो आजको जानकारी कस्तो लाग्यो? यदि उपयोगी लाग्यो भने यो भिडियोलाई लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला। पुनश्च अर्को जानकारी लिएर हामी फेरि उपस्थित हुनेछौँ। जय श्री लक्ष्मी माता, हर हर महादेव।